सल्भ नेपाल भनेर स्थापना गरेका हौँ। यहाँबाट यो त धेरै सहयोग पाइयो नि। कुराहरू कसरी अगाडि बढाउन सकिन्छ। झण्डै 3 दशक अघि ऊर्जाशील र उज्यालो भविष्य निर्माणका लागि समर्पित स्थानीय युवाहरूको प्रयासमा विकासका लागि स्थानीय स्वयंसेवकहरूको प्रयास अर्थात् सल्भ नेपाल एक गैर सरकारी संस्थाको रूपमा 2046 सालमा स्थापना भएको हो। सल्भ नेपालले समतामूलक समाज निर्माणका लागि आर्थिक र सामाजिक विकास, लैङ्गिक समानता, समावेशीकरणलाई आफ्नो मूल मुद्दा बनाएको छ। स्रोत र पूर्वाधारको उचित व्यवस्थापनसँगै यसको उपयोगका लागि प्रभावकारी र न्यायपूर्ण संयन्त्र मार्फत कार्यान्वयनमा क्रियाशील छ। सुशासन, सामाजिक उत्तरदायित्व र राज्य सञ्चालनका हरेक तहमा अर्थपूर्ण सहभागिताका लागि बहस पैरवी गर्दै आएको छ। प्रभावकारी र दिगो विकास प्राप्तिका लागि स्थानीय जनसमुदायलाई आबद्ध गराउँदै सामूहिक सहकार्य र सशक्तिकरणको यात्रामा सारथी बन्नु संस्थाको मूल मार्ग हो। नेपाली समुदायले न्यायपूर्ण समता एवं सक्षमताका साथ आफ्नो स्रोत र साधनको उपयोग गरी आधारभूत आवश्यकता पूरा गरेको हुनेछ भन्ने यसको दूरदृष्टिमा सदैव केन्द्रित छ। धनकुटाका हामी नगरपालिका अन्तर्गतका 7 जना मन मिल्ने साथीहरू भएर चाहिँ अनि यो संस्थालाई सल्भ नेपाल भनेर स्थापना गरेका हौँ। त्यसको नेपाली हामीले भन्दाखेरि विकासका लागि स्थानीय स्वयंसेवकहरूको प्रयास। हामीले वास्तवमा धनकुटालाई राम्रो बनाउने अथवा खास गरी धनकुटा नगरपालिकामा केही विकासका आभासहरू दिने र सामाजिक विकासका कार्यक्रमहरू गर्ने भनेर सानो स्तरमै सोचेको हो। तर भइदियो के त भन्दाखेरि काम गर्ने सिलसिलामा बिस्तारै बिस्तारै हामी यो अहिले जुन अवस्थामा आएका छौँ, हामीले 32-35 वटा जिल्लामा हाम्रा कार्यक्रमहरू छरिसकेको छौँ र धेरैवटा दात्री संस्थाहरूसँग अन्तर्राष्ट्रिय दात्री संस्थाहरूको काम गरेर हामीले विकासका कामहरू गऱ्यौँ र यो विकासको कामहरू गर्ने सिलसिलामा धेरै खालको अब हामीले खानेपानीको कामदेखि लिएर जङ्गलको काम अथवा यो इन्भाइरोमेन्टको काम भयो र गरिबी निवारणका कामहरू धेरै थरीको कामहरू गर्दै गर्दै पछि 10-12 वर्षसम्म काम गरिसकेपछि चाहिँ यो संस्थालाई सधैँ प्रोजेक्ट प्राप्त हुँदैन। यो एनजिओ हो, सधैँ प्रोजेक्ट प्राप्त हुँदैन। त्यसले गर्दाखेरि आफै यो संस्था कसरी पछि दिगो रूपमा रहने, कसरी सस्टेन गर्ने भन्ने खालका कुराहरू हामीले बोर्डमा छलफल गरेर साथीहरूको बिचमा भइसकेपछि एउटा आर्थिक उपार्जन गर्ने काम र दिदीबहिनीहरूको पनि एउटा आर्थिक उन्नति गर्ने भन्ने हिसाब किताबमा पछि हामीले माइक्रो फाइनेन्स गरेर चाहिँ आज 13-14 वर्षदेखि माइक्रो फाइनेन्समा अहिले लगभग 23-24 हजार महिला दिदीबहिनीहरूसँग 5 वटा जिल्लामा काम गरेको अवस्था छ। स्थापनाको 27 वसन्त पार गरेको यस संस्थाले अवसर र चुनौतीहरूलाई सही ढङ्गबाट व्यवस्थापन गर्दै आज 32 वटा जिल्लामा काम गरिसकेको अनुभव सँगालेको छ। संस्थामा हाल कार्यरत 160 पूर्णकालीन मानव स्रोत परिचालित छन्। लक्षित समुदायको आर्थिक सामाजिक रूपान्तरणका लागि लघुवित्त तथा अन्य विकास कार्यक्रम मार्फत काम गरिरहेको छ। सल्भले आर्थिक र सामाजिक सशक्तिकरणका साथै आवश्यकता यकिन गरी उद्यम व्यवस्थापन, प्रकोप व्यवस्थापन, वातावरणीय सरसफाई र आधारभूत पूर्वाधार विकास र मानवीय हितका परियोजनामा पनि उत्तिकै सहभागिता जनाउँदै आएको छ। र खास गरेर अहिले हामी 5वटा क्रियाकलापलाई हामी ध्यान दिइरहेका छौँ र त्यसमध्ये एउटा हो यो माइक्रो फाइनेन्स, लघुवित्त र लघु व्यवसाय प्रवर्धन। दोस्रो हो हाम्रो महिला दिदीबहिनीहरूको सशक्तिकरण र शान्ति र न्यायको लागि उहाँहरूको सशक्तिकरण। तेस्रो चाहिँ हाम्रो वन तथा वातावरण व्यवस्थापन। चौथो ग्रामीण खानेपानी तथा सरसफाई।
र पाँचौं चाहिँ हाम्रो सुशासनसँग सम्बन्धित छ र यी क्रियाकलापलाई हामीले अलिकति नजिकबाट निहालेर विभिन्न जिल्लाहरूको आवश्यकतालाई चाहिँ हेरेर हामी त्यो क्रियाकलापले सञ्चालन गरिरहेको अवस्था छ। विकासको यात्रा आरम्भ गर्दा सुविधा र सहर केन्द्रित भन्ने आरोप सल्भलाई नलागेको भने होइन, तर धनकुटाका दुर्गम र दूरदराजका गाउँमा गरिएका खानेपानी तथा गरिबीको रेखामुनि रहेका घरधुरीको आय आर्जन जस्ता कार्यक्रमले सल्भप्रतिको विश्वास र अपनत्व बढ्दै गएर निराधार भ्रमहरू आफै हटेर गए। विश्व बैंकको सहयोगमा रसुवाको लामटाङ क्षेत्रमा परीक्षणको रूपमा सञ्चालित ग्रामीण खानेपानी र सरसफाइको क्षेत्रमा पाएको सफलताले मकवानपुर जिल्लाका ग्रामीण बस्तीमा काम गर्ने समेत प्रेरणा प्राप्त भयो। अहिले पनि 2072 सालको भूकम्पले क्षतिग्रस्त 2 दर्जन खानेपानी योजनाहरू मर्मतपछि सञ्चालनमा छन्। सन् 2009बाट ललितपुर जिल्लामा खानेपानी, सरसफाई, महिला सशक्तिकरण, आय आर्जनका लागि लघु उद्यम, कृषि, सहकारी प्रवर्धन, भूकम्पबाट प्रभावितहरूका लागि स्थायी आवास, सुशासन लगायत अन्य सहयोग जस्ता काम सुरु गरेको छ। सल्भ नेपालका परियोजना सुदूरपश्चिमको कञ्चनपुर, बाँके, सल्यान लगायत जिल्लामा पनि सञ्चालन भए। सन् 2011बाट जनशक्तिलाई ललितपुरमा केन्द्रित गरी सहकारीका माध्यमबाट महिला सशक्तिकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा छन्। भावी योजनामा यो लघुवित्त कार्यक्रमलाई चाहिँ अहिले यो घ वर्गको विकास बैंकमा परिणत गर्ने भन्ने खालको कुरोमा चाहिँ हामी धेरै अगाडि गइसकेका छौँ र नेपाल राष्ट्र बैंकमा यो दर्ताको लागि हामी धेरै अन्तिम अवस्थामा पुगिसकेको अवस्था हो र त्यसपछि यो के अरे अन्य कार्यक्रमहरूमा हामीले यो भूकम्प पीडितहरूलाई सहयोग गर्ने सम्बन्धमा चाहिँ ललितपुर र मकवानपुरका भूकम्प पीडितहरूलाई खास गरिकन ललितपुरमा हामीले भूकम्प पीडितहरूको चाहिँ यो आवास गृह निर्माण गर्ने क्रममा हामी अगाडि बढिरहेका छौँ भनेदेखि चाहिँ मकवानपुरमा चाहिँ भूकम्पबाट चाहिँ यो क्षतविक्षत भएका खानेपानीहरूको यो फेरि निर्माण गरिदिने भन्ने खालको कुरामा हामी अगाडि बढिरहेका छौँ र त्यस्तै यो अहिले नयाँ जुन राज्यको संरचना छ, नयाँ राज्यको संरचना भए पश्चात यो जुन स्थानीय चुनावहरूको अहिले सम्पन्न भइसकेको अवस्था छ र स्थानीय चुनाव सम्पन्न भएको अवस्थामा चाहिँ उहाँहरूलाई यो सुशासन सम्बन्धी चाहिँ कुराहरू कसरी अगाडि बढाउन सकिन्छ भन्ने खालको कुराहरूमा हामी जोइन्टली केही गाउँपालिका नगरपालिकाहरूसँग चाहिँ हामीले जोइन्टली हामी काम गर्दैछौँ। सल्भ नेपालले बचत तथा ऋण सहकारी संस्थाहरूको स्थापना र परिचालन गर्दै पशुपालन, तरकारी उत्पादन, होटल व्यवसाय जस्ता आय आर्जनका क्षेत्रमा सहयोग गर्दै आएको छ। यति मात्र नभई संघीय प्रणालीमा सङ्घ, प्रदेश, जिल्ला, नगर र गाउँपालिकामा भएका निर्णयहरूलाई सेवाग्राही समक्ष कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहिआएको छ। ललितपुर जिल्लाको बागमती र कुञ्जोस्यम गाउँपालिकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि करिब 5 करोड लागतमा आयोजना सञ्चालन भइरहेको छ। यसबाट यी 2 गाउँपालिकाका 940 घरधुरीका उपभोक्ताहरूले खानेपानी सुविधा पाउनेछन्। सल्भ नेपाल मार्फत चाहिँ खानेपानी अनि सरसफाइ सम्बन्धी कामहरू गर्दै हुनुहुन्छ अनि हामी पनि उहाँहरूको साथमा चाहिँ हामीले साथ दिँदै सरसफाइ सम्बन्धी कामहरू पनि गर्दैछौँ।
कतिपय कुराहरू चाहिँ हामीलाई थाहा भएर पनि हामीले व्यवहारमा गर्दैनथ्यौँ अथवा प्रेरणा दिने मान्छे नभएर पनि हुन सकिन्छ अथवा यस्तो गर्नुपर्छ भन्ने एउटा हौसला दिने बाटो देखाउने मान्छेको अभाव पनि थियो। तर सल नेपालले चाहिँ यो चाहिँ एउटा पुरा गरिदिनु भएको छ। खानेपानीको चाहिँ एउटा समिति बनेको छ, मूल समिति होइन, त्यसपछि उपसमितिहरू बनेको छ अनि महिला जागरणको समितिहरू बनेको छ। सबैको 90 घरको 90 घरले खानेपानी खानेछ, प्रत्येक घरमा धारा हुनेछ होइन। त्यसमा चाहिँ सल नेपालले जति बजेट दिनुभएको छ त्यसको 20% चाहिँ हामी श्रमदान गरेर अथवा त्योभन्दा पनि बढी श्रमदान गर्नु पऱ्यो पनि हामी गर्छौँ भन्ने हाम्रो दृढता छ सबै 90 घरको जनताहरूको समूहको होइन। त्यसरी नै सम्पन्न गरौँ कि भन्ने हाम्रो एउटा लक्ष्य हो। ललितपुरको घुसेल गाउँ 2072 साल वैशाख 12 गतेको महाभूकम्पले थिलथिलो बनेको राजधानीकै तर विकट बस्ती, कृषिलाई जीवन गुजाराको माध्यम बनाएको यो बस्तीका करिब 90% घर भूकम्पको झट्काले यसरी हल्लायो कि पुनः निर्माण नगरी बास बस्ने कतै सम्भावना रहेन। भूकम्पकै कारण आफन्त र नातागोताको मृत्यु बेहोरेको बस्तीलाई ठड्याउन गरेको सल्भ नेपालको सहयोगलाई यो बस्तीका बासिन्दाले साँच्चै आत्मीय सम्झेका छन्। एकदम खुसी लाग्यो नि, अब सहयोग गरिदिनु भएको छ होइन, त्यसमा हामीले धेरै खुसी नै मानेको छौँ। हामीलाई यो सल नेपाल र एलडब्ल्युएफ दुवैले सहयोग गर्नु भइरहेको छ। कस्तो खालको सहयोग गर्नुभएको छ उहाँले? पैसा हामीलाई 3 लाख रुपियाँ राज्यले जति दिन्छ नि त्यति चाहिँ पैसा संस्थाले दिने भन्ने कुरो गरेर 50,000 पहिलो किस्ता दिइसक्नु भयो। दोस्रो किस्ताको लागि फारम भरिरहेको छ, अब छिटै हुन्छ होला। घुसेलको खास गरी 5 वटा गाविस वडा नम्बर 1, 4, 5, 8, 9बाट 120 घरधुरी लाभग्राहीहरूको लागि हामीले पर्मानेन्ट सेल्टर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नर्म्सलाई फलो गरेर पर्मानेन्ट सेल्टर भूकम्प प्रतिरोधी पर्मानेन्ट सेल्टरको निर्माण गर्न गइरहेको छौँ। लुथरन विश्व फेडरेसन तथा एक्ट एलायन्सको सहयोगमा सञ्चालित नेपाल भूकम्प पीडितहरूको आवास पुनर्निर्माण परियोजना मार्फत सल्भ नेपालले दशैं अघि नै 120 वटा घर भूकम्प पीडित स्थानीयलाई हस्तान्तरण गरिसकेको छ। यति मात्र होइन, पुनर्निर्माणमा सहयोग गर्ने अन्य संस्थाभन्दा पहिला काम सम्पन्न गर्नेको सूचीमा सल्भ पहिलो स्थानमा पर्न सफल भएको छ। आवास निर्माणको आफ्नो टोलमा एउटा समूह लाभग्राही सूचीबाट प्रत्येक लाभग्राहीको टोलबाट सूचीबाट एउटा समूह बनाउनु भएको छ। त्यसको अध्यक्ष, उपाध्यक्ष, सचिव र पद राखेर त्यसरी काम समिति मार्फत हेरचाहमा काम भएको छ। र सल नेपालबाट चाहिँ हाम्रो इन्जिनियर प्राविधिक सरहरू ले आएर बसेर यहीँ बसेर खटेर आवश्यकता अनुसार बोलाएको खण्डमा जानुहुन्छ र उहाँले निगरानी बारम्बार गर्नुहुन्छ। र साथै मुख्य भूमिका प्राविधिक सरहरू र हाम्रो यो मूल समितिले चाहिँ त्यो घर निर्माण आवास निर्माणमा चाहिँ हेरिरहेछ। नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता ऐन 2055 लागू गरेपछि फिङ्गोको रूपमा सल्भ नेपालले पनि 2058 सालमा वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गर्यो। यसको मुख्य उद्देश्य भनेको महिलाहरूलाई आर्थिक र सामाजिक क्षेत्रमा सशक्तिकरण गर्ने हो। सिप र आयमूलक व्यवसायमा कर्जा प्रदान गरी बचत गराउनुका साथै बीमा र रेमिट जस्ता विभिन्न सेवाहरू लघुवित्त कार्यक्रमबाटै सञ्चालन गरिरहेको अवस्था छ। धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र पाँचथर जिल्लाहरूमा लघुवित्त सम्बन्धी काम गर्दै आएको सल्भ नेपाल निकट भविष्यमै घ वर्गको बैङ्कको रूपमा रूपान्तरण हुँदैछ। सामाजिक सुरक्षा, ज्येष्ठ नागरिक सम्मानको सञ्चालनका साथै विपन्न महिलाहरूलाई लघुवित्तका माध्यमबाट आत्मनिर्भर बनाउने काम गर्दै आएको छ। हालसम्म यो संस्थामा करिब 24,000 महिलाहरू आबद्ध छन्। सल्भ नेपालबाट झन्डै 15,500 जना महिला दिदीबहिनीहरूले विभिन्न व्यवसायका लागि कर्जा लिएर व्यवसायी बनेका छन्। कर्जा प्रवाह झन्डै 80 करोड पुगेको छ। सिप र जाँगर भएका तर
वित्तीय पहुँच र पुँजीको अभाव झेलिरहेका महिलालाई यस्तो वित्तीय सुविधा सहयोग सिद्ध बनेको छ। पुरुष प्रधान समाजमा महिलाहरूको परनिर्भरतालाई कम गर्न यो कार्यक्रम प्रभावकारी बनेको छ। यस्तो प्रकृतिको कर्जा कार्यक्रम सञ्चालित 5 जिल्लाहरूमा रहेका शाखाहरूबाटै प्राप्त गर्न सक्नेछन्। कर्जा प्राप्त गर्नमा सहजता मात्र होइन, सल्भकै कारण सामाजिक कार्यमा पनि महिलाहरूको सहभागिता दिनानुदिन बढ्दै आएको छ। पर्दा महिलाहरू घरबाट बाहिर नजाने, कुनै पनि सामाजिक कार्यक्रममा समावेश नहुने र कुनै विषयको पनि आर्थिक, सामाजिक, राजनैतिक कुनै विषयमा चासो हुँदैन थियो भने अहिले महिलाहरू घरबाट बाहिर निस्केर सामाजिक कार्यक्रमहरूमा, सभा सम्मेलनहरूमा जाने, भाग लिने, त्यस्तै गरी आफूलाई मनमा लागेका कुराहरू अभिव्यक्त गर्न सक्ने क्षमता विकास भएको अनुभूति गरेका छौँ। त्यस्तै गरी महिलाहरूको हरेक पक्षमा पहुँचको कुरालाई हेर्नुपर्दा महिलाहरू आफैलाई सामाजिक पक्षमा, आर्थिक पक्षमा आफूलाई कुनै ठाउँमा पनि आफू सङ्कुचित मान्थे भने अहिले महिलाहरू प्रष्टसँग आफ्नो आवश्यकता महसुस गरेर स्पष्ट धारणा राखेर यो आर्थिकमा पनि महिलाहरूको पहुँच बढेको अनुभूति गरेका छौँ। सल नेपाल प्लस हाम्रो सहकारीको समन्वयमा हामी सबै मिलेर चाहिँ यस गाविसमा महिला हिंसा न्यूनीकरणको लागि अनेक कामहरू गरेको छ। जुन चाहिँ अब महिलाहरूलाई हिंसा हुन्छ, हिंसा चाहिँ लुकाएर राखिन्छ, बाहिर निकाल्दैन, त्यो हिंसाहरू चाहिँ अब कसरी कम गर्दै लाने, हाम्रो गाउँलाई चाहिँ हिंसामुक्त बनाउनको लागि भनेर चाहिँ हामी हिंसा न्यूनीकरण गर्नेतर्फ लागि होइन। सब नेपाल धनकुटाले पशुपालन क्षेत्रमा पनि उत्तिकै कर्जा प्रवाह गरेको छ। यसले गर्दा महिला दिदीबहिनीहरूलाई पशुपालन गरेर आत्मनिर्भर बनाउन सहयोग पुगेको छ। उनीहरूले पशुपालन व्यवसायबाट मनग्गै आमदानी गरेका छन्। सालमा बसेपछि अब हामी बोल्नु सक्थिनौँ, कोहीसँग यताउता ऋणहरू पनि लिनु सक्थिनौँ भने अहिले चाहिँ सलबाट ऋण निकालेर यताउता गरेर हामीलाई धेरै खर्च पर्छ पनि होइन, यताउता हिँड्दा पनि घरमा अब ठुलो मान्छेलाई माग्नु परेको छैन। खासै हामी नै आफै चलाउने, दिने, लिने भइसकेको छौँ। सल्भ नेपाल महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने कुरामा कुनै एउटा क्षेत्रमा मात्र सीमित छैन। यो संस्थाले व्यापार व्यवसायमा पनि उत्तिकै कर्जा प्रवाह गरेको छ। सल्भबाट कर्जा लिएर महिला दिदीबहिनीहरूले धनकुटा नगरपालिका वार्ड नम्बर 1 हिले र साँगुरीगढी गाउँपालिकाको नमस्ते झरनामा होटल व्यवसाय, पाखरीबास नगरपालिकामा जुत्ता चप्पल व्यवसाय, धनकुटा नगरपालिका वार्ड नम्बर 7 मा किराना पसल तथा सिलाइ कटाई लगायतको क्षेत्रहरूमा प्रबन्धनात्मक काम गरिरहेको छ। अहिलेसम्म सर मलाई चाहिँ राम्रो नै भएको छ। अब पहिला थोरै थोरै गर्दै पनि मैले अब धेरै नै ऋणमा पनि अब जो साथीहरू भन्दा अब 45 जनामा अगुवा नै भएर ऋण खाने पनि होइन। मैले अब हमलानको लागि पनि खाएँ, अब सबै थोक ऋणहरू खाएँ। मैले पैसा निकालिकन कुनै नराम्रो चाहिँ भएको छैन मलाई। अब सल्भ नेपालबाट चाहिँ हामीलाई पैसाहरू चलाउनु एकदम सजिलो हुन्छ होइन। व्यापार बिजनेसको लागि चाहिँ एकदम सजिलो हुन्छ, पैसा चलाउनु, दोकान गर्नुको लागि व्यवसायको लागि हल्का हुँदैछ क्या, सजिलो हुँदैछ। अरू ठाउँमा जस्तो अब अरू मान्छेसँग लिँदा माग्नु आउँछ, त्यहाँ चाहिँ माग्नु पर्दैन। महिनाभरि मजाले काम गर्यो होइन, अनि मजाले गर्यो, अनि 9 गते आएपछि आफै थाहा भइहाल्छ, अनि पैसा उठाएर के यस्तो किस्ता बुझाउनु गइहाल्नुपर्छ। यसमा महिलाहरूले राम्रो आमदानी मात्र गरेका छैनन्, जग्गा जमिन जोड्न समेत सफल भएका छन्। सुन्तोला, गोलभेडा, आँप लगायत तरकारी र फलफुल उत्पादनका क्षेत्रमा किसान महिलाहरूलाई गरिएको सहयोग साँच्चै नै लाभप्रद बनेको छ। यहाँबाट यो त धेरै सहयोग पाइयो नि। पहिला सयकडा 4ले 5ले झिक्नु पर्थ्यो साउबाट होइन। अहिले त अब सलबाट त सस्तो ब्याज
राम्रो पाइयो। मैले त धितो पनि खाएको थिएँ, धितो छिनाएँ, निकालेँ, 4 लाख खाएको थिएँ, 3 लाख। अनि त्यो धितो छिनाएर जग्गा पनि उकास्यौँ। अनि त्यहाँबाट अहिले 2 लाख बिना धितो दिएको छ। राम्रो छ, राम्रै छ, हामीलाई सहयोग पाएको छौँ। अब यस्तै दोकान गर्नु होइन, अब आफ्नो पैसा नहुँदाखेरि समय बसेर निकालेर गर्नु नै सजिलो लाग्यो अनि निकालेको। फाइदै भएर त अब यत्रो वर्ष भयो चलाएको, चलाइँदैछ नै, फाइदै भएर गरेको। सलमा बस्नभन्दा अगाडि अब अलि ऋण लिँदाखेरि अब साहुहरूबाटै लिनुपर्ने, ब्याज मुगो हुने, अब भनेका बेला नपाउने अप्ठ्यारै हुन्थ्यो। अहिले चाहिँ अब यो सल आइकन हामीले जति लिन मन लाग्यो उति इच्छा आफूले जति सकिन्छ त्यति नै ऋण लिने गरियो। अनि लिएपछि अब 1 वर्षमा सजिलैसँग तिर्न सकिने भयो नि त। महिला सशक्तिकरण साथै स्वच्छता र घरभित्रको धुवा न्यूनीकरणका लागि सुधारिएको चुलो निर्माण गर्ने कार्य पनि सल्भको अर्को पाटो हो। महिलाहरूको समय बचत तथा स्वास्थ्यमा समेत सुधारिएको चुलो प्रयोगले निकै ठुलो सहयोग पुगेको छ। यस्तो खालको चुलो बनिसकेपछि त देख्दाखेरि सबैभन्दा पहिले घरभित्र मडारिएको धुवाको मुस्लो हट्ने, बाहिरतिर धुवा निकाल्ने र दाउरा पनि कम लाग्ने र त्यो चुलोमा पकाइसकेको खाना बिहान छिटै पकाएको छ भनेदेखि दिनभरि पनि तातो रहने, त्यो गुण र त्यो सजिलोपना भएको छ। सल्भ नेपालले सामुदायिक वनसँगको सहकार्यमा 12 वर्षसम्म 350 भन्दा बढी सामुदायिक वन उपभोक्ता समितिसँग वन र वातावरणका क्षेत्रमा काम गरेको छ, जसले विपन्न घरधुरीलाई समेटेर तिनीहरूको जीवनस्तरमा कसरी सुधार हुन्छ भन्ने बृहत योजना पनि तयार पारेको छ।